सोल्टी तिम्रो गर्लफ्रेन्ड त थाहा छ क्या मलाई बस न यार तिम्रो गर्लफ्रेन्ड थाहा छ क्या मलाई यार यतिको गर्लफ्रेन्ड त संसारमा अभागीले नि पाउँदैन ल अभागीले नि पाउँदैन ल नमुना तिम्रो नमुना कुन नमुनासँग बसिरहेको छ हेर्दै यहाँ पछि के नगरी मलाई मलाई पनि धोका पनि यार तँलाई धोका हुनु र मलाई धोका हुनु त्यही त नि तँ सही कुरा गरेछ अब के गरौँ म के गर्नु नि फोन गरेर ब्रेकअप दिइहाल त्यसलाई सही कुरा गरेछ यार त्यसलाई त फोन गरिहाल्छु म ट्याउ 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 ए मलाई यो तेरो फोन होइन माइ लभ लेखाएको छ त्यो नम्बर त तैँले पनि मेरो फोन चलाइरहेको हुन्छ नि त त नझुकिस् भनेर राखेको के मेरो साथीले कस्तो कुरा गर्छ भनेर हेलो यो चाहिँ त्यहाँ आइजाऊ भिडियो हाल पुरै ब्रेकअप दिएँ साँच्ची भिडियो भिडियो होइन के लाइसेन्स छ के को लाइसेन्स ब्रेकअप दिनलाई अब बाबालाई भनेर तपाईँले एउटा गाडी किनिदिउँ भनेको एकछिन है के भयो के भने गाडी गाडी मलाई एउटा गाडीको लोभमा आफ्नो इज्जत बेचिस भिडियो याद गर्नु पर्दैन भिडियो साँच्ची यसले भनेको उसको होइन के मेरो कुरा सुन्नु न तपाईँको नागरिकता कहाँ छ नानी किन अब किन हुनु नि गाडी किनेपछि गाडी राख्ने घर पनि त चाहियो नि त त्यही भएर बाबालाई भनेर तपाईँको नाममा एउटा घर किनिदिउँ भनेर के भनेपछि बिगिस छातीमा हात राख्यो भने त तँ बिग्दैन थिइस् त्यो सन्देह पर्छ यार सोध्न पर्छ भने मलाई मान्छेले पाइसक्यो अब कहाँ त्यस्तो हुन्छ म त जान्दैन छोड्दिनँ मामा अनि मलाई के दिनुहोस् तँलाई के दिनु मलाई मसँग केही छैन नि पखमा आसल तँलाई त्यसमा कहाँला भिडियो दिउँ कहाँ यो अहिले पार्कमा टाँसी टाँसी बसिसकेर को यो त ब्रेकअप दिन आयो तिमीलाई यो ए मुला यो एआई भिडियो ल्याएर तँ अर्काको क्यारेक्टरमा दोष लाउने यो त टाँसी टाँसी बसेको छ त नि ए मुला आजभोलि ह्युमन एआई के हिँड्न मिल्ने अङ्गाल हाल्न मिल्ने यताउति गर्न मिल्ने एआई आएको छ क्या आजभोलि तँलाई थाहै छैन भनेपछि त पिछा नछाड्ने भइस है ट्रोल अप भनेपछि मलाई चाहिँ के दिन्छस् तँलाई के चाहियो भन्नु आइफोन आइफोन छ त मलाई 2 दिनवटा एक्स्ट्रा चाहियो कि गर्लफ्रेन्डहरूलाई दिनलाई ल ल एकछिन म कुरा मिलाउने कोसिस गर्छु है त यसको तिमी यसलाई 2-4वटा आइफोनहरू दिनु मिल्छ होला मिल्दैन आइफोन किन्नलाई कति महँगो पर्छ अब तिम्रो भाइ अमेरिकाबाट आउँछ उसैलाई महँगो न 2-4वटा त्यहाँ पनि त नयाँ आइफोनहरू कति महँगो पर्छ नयाँ होइन कि अमेरिकामा ओरिजिनल कन्डिसनमा भएको नन रिपेयर जेन्युन फोनहरू एकदम सस्तोमा पाइन्छ नि ए हो र कहाँ पाइन्छ अमेरिकामा रहेको एभरेस्ट फोनमा हजुर विगत 9 वर्षदेखि यहाँ